नमस्कार शिवाडौल। आज हामी कञ्चनपुर जिल्लामा आइपुगेका छौँ। कञ्चनपुर जिल्लामा आज हामी माझी समुदायको एकजना व्यक्तित्व हुनुहुन्छ। उहाँ कहाँको हुनुहुन्छ, के को हुनुहुन्छ, यो विषयमा हामी इन्टरभ्यूमा पनि अलि हामी छलफलमा सबै कुरा बताउनेछौँ। उहाँले बताउनुहुनेछ। त्यसको निमित्त हामी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर 2 दशरथ अरनी मार्गमा हामी चाहिँ यो माझी बस्तीमा बसिरहेका छौँ। यसको निमित्त यहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार सेवाढोक। ल सेवाढोक। ल आज हामी इच्छिका तोराको सिन चाहिँ माझी कुरो नै बात मार्ने गर्छ। आज हामी माझी कुरो नै बात मार्ने गर्छ। माझी कुरो नै आज तोरा इच्छिका चाहिँ इच्छिका चाहिँ लेखे कछन आइलाई तोराई अनि माझी नै चाहिँ तोरा बच्चा माझी भाषा तोरा कि मात्र बात मार्दा चाहिँ कसरी आइरह त्यो तोरा कि प्रष्ट रूपमा आफ्नै बात चाहिँ गर्दौ न। ल बालकृष्ण भाइ सेवाढोक नमस्ते। मै बोलै पर्छ त हामी त पहिला हाम्रो बुवा आमा बल्ल कुरो सुन्ल। हाम्रो बुवा आमा आइला त रामेछाप बल्ल सुन्ल। ए रामेछाप हो, रामेछाप जिल्ला बल्ल सुन्ल। अब वडा गाविस उबेला र पालक अखनको वडा नगरपालिका हामीलाई थाहा भइने पहिला र सुन्ल। बुवा आमान बल्ल बुढोपाकान बल्ल सुन्ल। अब अहिले त रामेछापबाट अहिले हो। अब कञ्चनपुर नै आइके हाई कार्यक्रम कुन पनि बैजान्ल। अब के गरी कसो गरी बलिके तुई आइल हो। तुई आइल तोरा कि बालाकै मुई आइल हाई बालाइके आइल सेवाके बालाइके आइल। तैपनि अब तुई आइके हामीलाई खुसी लागे। अब मुई त अब जान उति साह्रो अब कञ्चनपुर झरीके हामी कञ्चनपुरवासी हकीके। अब रामेछापका त जन्मिला बया तैपनि रामेछापका र भाषा भट्टिली र भाषा भट्टिलो। ए तोरा भट्ली र भाषा अलिअलि आएछ। अब यतिकै हो मेरो बोलै पर्न। तोरा कि अलिअलि भाषा पनि बिर्साइले कि क्या हो। अब जतिखेर आमा बाबा रहिल माझी र बेटा हकीके काम गर सक्ल। जतिखेर अब बुवा आमा रहिल अलिअलि भाषा रहिल। भाषा बात मार्दा बामा आइदिनु जति चाहिँ लु नानी क्या कसो बात बाँच्नेखेर चाहिँ तर कि आमा बाबु जे बालो यसको चाहिँ सुनिकै बुझेकै यसो बात मार्दा ल बात मात्र रहिल। धेरै आउलिस नि बात मारा छाड्ला त अब धेरैभन्दा धेरै अब 10-15 वर्ष हकिसक्ला बातमा छाड्ला। ए अब तुई आएके तै पनि अझ पनि तँलाई बात मारै जान्छ तर तोरो र म र बात अझै मिल्दो जिल्दो हकीके हो। बात मार्ने तिमीलाई खुसी लाग्दैछ नि। कति खुसी धेरै खुसी। केटी भाषा है म त फेरि भाषा खुसी नै हो। खुसी हकेन मै। अब धेरै कुरो त मै बैजानौँ माझी भाषामै। अब अलिअलि त अब भन्न आफ्नो संस्कृति बचाइलाई मै थोडा धेरै थोरै बात मार्छु। मै जति सक्छ उति बात मार्छ हो पनि मारै कुरो। अनि खेर चाहिँ इसिका तोरा एक रामेछाप जिल्लाबाट कञ्चनपुर जिल्लालाई कति साल आइले चाहिँ तोरा। अब जन्मिल त 35 साल नै मै जन्मिल यही कञ्चनपुर नै ए कञ्चनपुर जन्मिलाई कञ्चनपुर नै जन्मिल। ए मेरो बुवा आमा पनि मलाई चाहिँ पेट नै बोकिके आन्ल नि। पेट बोकी ओथ्यान रामेछापबाटै नै बोकिके आन्ल नि। अब बलिके बल्ल सुन्ल हो। उठेर गाडी आयो कि हिँडिका नि उति बेला अब गाडी नै आइले कि हिँडिके आइले कि थाहा भएन कसरी किनखे आइले आइले हामीलाई थाहा भइने। अनि अब यिनीकै आइला बल्ल हामीलाई थाहा भइने। अब
किनकि अहिले अब बुवाआमा बहिनी बुढोपाका बहिनी अब जे जस्तो हकेन हकेन तापनि हामी काम गजरला चाहिँ राख्ले त गजरला छु भने गरिधरला से अब तँलाई बोलाके हामी पनि धेरै धेरै खुसी रहछौँ अब इनका अब तु सिकाए के अन्य रामेछाप कर पनि आइके हामीलाई सिकाइदिलान् झन् हामी खुसी नै रहनु बालपछि आने कुरो भने जुन खाए अब चाहिँ मर्तिङ खेरा पर्तिङ खेरा हाम्रो शुभ साहित्य गर जम्मै कुरो सिकाइदिएपछि अझ हाल हुनालो भन्ने कुरोको तोराको हो त्यही बेला सही कुरो अब जन्मलाई कर्मलाई मरणलाई आइदिलान् झन् कोही हाल हुनालो कोही बडो पाका बडो पाका हो रहेछ भने आइदिए झन् मेरो तर्फबाट नमस्ते सेवा ढोक रहेछ हाम्रा मोरो रामेछाप जिल्लाका र मै पनि रामेछापकै मानस हो सम्झिके आइदिलान् झन् खुसी यता आइकेन तोराको पनि बलाई पर्दैन नि एकताल ल मैले चाहिँ अब हामीलाई सिका हाम्रो अब अखन काम टडिहाल्ले हो आइनर काममै मै सम्झन रहछौँ हो मै सम्झन रहछौँ तैलाई अब मै भन्दा अब जान्नार सुन्नार हामी बहिनी आनन्द छन् आने रहेछ हामी बहिनी देख्ल त पनि मेरो यो भिडियो हेर्न बाजे बजै आजु बाजे कोही रहेछ भने मेरो नम्बर 9805 480809 सम्पर्क गरे मेरो नाम अब गाउँ नै बोलाएन नाम राजकुमार माझी अब नागदार नाम तेजबहादुर माझी बोले पनि ठिकै रहेछ राजकुमार नाम ठिकै आछ तै पनि फेमस नाम राजकुमार माझी बालपछि सिका चाहिँ कञ्चनपुर जिल्लाको चाहिँ पुनर्वास नरकपालिका भित्र तरका चाहिँ राजकुमार बाजीको चाहिँ चिन्छन् सेवाकी पूर्णवास नगरपालिका वार्ड नम्बर 2 नै चाहिँ मलाई राजकुमार माझी र घर कुन हो बोलेपछि सेब्बालकै चिन्छ मलाई ल ठिक छ अनिखेर दिखाए चाहिँ अब रामेछापको मान्छेले यसो जानलाई बुझ्लाई मान्छेले आइकेपछि अलिकति यसो हाम्रो कर्मकाण्ड सिकाइदिनु भने जस चाहिँ तर एकदम खुसी हुन्छ अब हामी त तुई आएके त धेरै खुसी हामीलाई लाग्ले हामी अन्य कार्यक्रम पनि गर वैशाखलाई रहेला पहिला आज लदी पूजा चाहिँ पहिलोचोटि गर्ने लदी पूजा मेरो भट्लीलाई चाहिँ जोल पूजा गरिके पनि हामी खुसी होला पनि लदी पूजा बोल्छ नि बल्तिन खेर चाहिँ अब हाम्रो जोल त जोले हो गल्तीखेर त लदी नै पूजा गरेर बाँच्छ त फेरि जोल जाइके पनि लदी नै मिस्नार हो लदी नै मिस्नार हो जरुवा पनि लदी नै मिस्नार हो तै पनि कोही हाम्रा भट्टी जोल त उसी बोक्सेर परेन उसीको ठोकी थियो त्यो कोनारीको भन्दा अलि हठन टरा बोक्सेर परान ठोकी थियो नि बोक्से परा के बोक्से पराएर के बोल्छ मलाई थाहा बहिनी अब त्यति पो बात खै त म पनि बिर्साइहाल्ने मुगिटार हकिके मुइटा नि होइ ठ्याक्क हटाउँछ पराका ठोकी चाहिँ के मैले बोक्से परा बोल्छ बोक्से परा अब मलाई थाहा भएन तैँले ठिक बोलिहालेस् हामी सम्झाइ मै राख्छौँ हो मै धर्छौँ बालसी त्यो चाहिँ घर चाहिँ भट्ली गएर कामिटार पारपट्टि मेरो घर भट्ली चाहिँ भट्ली नै हो भट्ली चाहिँ भट्ली हो जोलपारी हकिके जाइले पछि मेरो घर कामिटार बोल्छ कामिटार बोल्छ ठाउँको नाम चाहिँ कामिटार तर फेरि भट्टीको कुरो त भइगयो त फेरि ठ्याक्कै मन्थली गरेर हाम्रो गइ गएर जुखाइ बात मार्छ त फेरि माझी कुरो त मै अब इसी बान जाइनी भने
अब भट्ली र भट्ली नै अब इन्खाइ त हो अँ काम गरे पर्ने काम त गरेर पर्छ कहिले मी ज्यादा मै बस्नार मन्थली मन्थली अँ मन्थली कुन गरेपछि बस्छ मन्थली अब निनी र बेटा काछे निरबहादुर माझी ए निर्वाचमा निरबहादुर माझी ए भाटो आछे इन्द्रबहादुर माझी इन्द्रबहादुर घारी 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 बोल्छ होला मन्थली घारी मन्थली घारी अँ अब मलाई मिलाई त थाहा बहिनी उतिको जाइखेर तँ उची बस्छ म उची बस्छु अब यसो कोलगेट सोर्टकेट किन्नलाई पनि अलिक सजिलो जम्मै कुरो उची बजार बजार बाजी उची हाट बस्छ बजार सजार अँ ठगीले ठगी चाहिँ म उची बस्छु ए उसी त हाट बजार लाग्छ नि सोमबार हाट अब भट्ली त हो घर जग्गा जमिन आछे उची मटेरी खेत आछे मटेरी खेत हो मटेरी खेत आछे तैपनि अब उची अब बजार भयो बजार त भएन माझीलाई त मुन चाहिन्छ मुन चाहिँ थियो मुन चाहिन्छ अब मुन बेला बेला त मलाई खाइपर्छ मुन खाइपर्छ मुन खाइपर्छ तर मुन खुब खाइछ क्या अब माझिन मुन भयो खाइछ त अनि छेत्री पनि खाइछ त हो पनि हो ठिकै हो तर अलिकति ठिक्क खायो भने धेरै खायो भने ठिक्क खायो भने मुई खाम्न त खाम्न हो अँ त ठिक भएले मुई मुन ठ्याक्कै भट्लीले गुवा हाल्छ। मुन त खाम्न तर मुई ठिक्क ठिकै हो ए ठिक ठिक खाएछ ठिक खान्छ अब अब रामेछापका र माझी र भाषा नै खाजा 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 ठिक्क ठिक्क खाइछु ठिक ठिक खाइछ ठिक्क ठिक्क खाइछु ठिक ठिक खानु त माले हो तर धेरै त खाइदैन नि त फेरि धेरै त मुई धेरै खाछु धेरै खाइला बेला नै मुई मान्छे बैचिनु मुई चुप लाएर मुई सुल्छु ए उसो त सुत्ला नि त हो पनि मालै हो हो पनि माले हो भयो त ल ठिक छ ल ठिक छ अब यसपालि हामी छिका चाहिँ के अरे छिका हामी के अरे कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका नै यसपालि माझी समुदायको लती पूजा गर्ने लती पूजा गर्नेखेर के खेलाहरू तर यसपालि हामी लती पूजा गरिके बर्खो चाडबाजी बस्छ नि त यता बर्खो चाड त सबभन्दा बर्खो चाडै यही हो नि बर्खो चाड त बल्ल त सुनल तर यही नै रल्दी छै अखन हामी गरिके हो रहेछ बाजिकेन हामी पनि बुझ्ल सेपाल मोरो जितना के अरे जति आछन् जति आछन् हाम्रो माझी समुदाय जति आछन् सेपालकिन पनि हो रहेछ बाजिकेन बुझ्ने थाहा पाइने बुझिके थाहा पाइके सबै माझी समाज खुसी नै आछे देखिए अब हाम्रो प्रत्येक वर्ष फागुन महिनाको र साइली मङ्गलबार हामी प्रत्येक वर्ष साइली मङ्गलबार देशैभरि पूर्वको र मेचीदेखि पश्चिमको महाकाली आज हामी महाकाली नाचे हामी महाकाली नै पनि आइके हामी सिका चाहिँ लती पूजा मनाइले लती पूजा अब पूर्वदेखि पश्चिम महाकालीसम्म आइके हामी चाहिँ सिका चाहिँ सुदूरपश्चिमको चाहिँ के अरे कञ्चनपुर जिल्ला आइके सबभन्दा अन्तिम जिल्ला हो नि त अन्तिम जिल्लामा आइके हामी लती पूजा भव्यको साथ मनाइले रमाइलो हकले महालहरूले र पूजा पनि महाले अकल्दै जो खेला थियो मलाई जहाँसम्म भोग्नु लगाएर चाहिँ के खेला चाहिँ अलिकति एकदम अब चाहिँ अब दुःख लाले कि सुख लाले कि रमाइलो लाले कि मजा लाले कि बैमान लाले कि के खेला तर हामी त सबभन्दा तँ आइके मालै लाग्ला छ अब तर चाहिँ सिकिसक्नु छैन लत पूजा गरे अब चाहिँ आने कि आई मान्छे आई धर्मै पर अब झन् अझै दुईभन्दा अझ जान्नार बुझ्नार आइदिके झन् अझै सिकाइदिले भने त झन् महालै हकेल हो लुगा के अरे लती पूजा सिक्न त यही नै हो लती पूजा गर्न त तरिका यही नै हो अझ बाखन बोखन मदरसिन चाहिँ अब यसो चाहिँ भरिपूर्ण हकिकै यसो एकदम जम्मै कुरो चाहिँ बाखन बोखन गर्न लासिन गर्न खालको मान्छे बुर्रा पाका जानलाई बुलाई सेप्पा हक्ला लासिन अझ भाला बनाला भन्ने कुरो त राख्यो अब मी अब बोली तब उतिको त अब यतै आइला अब धन्नै अब 30-35 वर्ष अब 30-35 वर्ष हल्ली चाहिँ अहिले कृषकले अब
रामेछापका र माझी त रहेछ रहेछ बात पनि उतिको भएन अब म क्षमा चाहन्छु तर किन बात मारेर सिकाए पनि निषेध मारिके तर किन जान्न मान्छेले सिकाए पनि नि मै नै बिसाइ सक्ली अनि तोरा किन दिने विषय बात मारेर पनि दिने विषय बात मारेर पनि अनि जान्छ बजारमा मान्छे जान्छ बुझ्छन् ते बानाइ पर्यो नि तोरा किन अब बनाइ त पर्न र हो अब तै अब मै बोल्ने भनेपछि त अब बात मारेपछि त आनन्द हाँस्छ अब हाँस्छै भयो कि हाँस्छन् 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 ए हाँस्छन् किन हाँस्छन् त उनीहरू तर माझी कुरो सुनिकै हाँस्छन् अब हामी त अब हेरौँ हामी त अब हेर्छौँ अब टिकटक माझीको छोरी त हो भाषै छैन दिएको माझीको छोरी आइसे हामी पनि उनखाइ हगिसके अब हकै उनखाइ भएको बेलु नि थियो जान्न मान्छे त सिकाइ पर्यो कि अब तर उनखाइ हगिसकेन् हामीलाई पनि हामीलाई पनि हाम्रो यति बात है हाम्रो हाम्रो कोही पुजारी मिजार खलक हो मिजार खलक हो मिजार खलो मिजार खलक गौरुङ गौरुङ खलक दलाली खलो दलाली खलक कोही आछे भने खलो अढाई खलक कोही आछे भने जेब्रा खलो जेब्रा खलक कोही आछे हामी सम्झ्यौँ कुटुम्बली हकेन पनि हकिन त पनि हो हकेन त पनि हामी सम्झन्छौँ हाम्रै रामेछाप कर जिल्ला हकेन पनि कोही पनि छुटेर भेट्ने कोही पनि आइले यतै आइके हामीलाई दुईवटा कुरा सिकाइके जाइले भने पनि हामी सबै हामी रामेछाप करै हो पछि आछौँ अब आइके सिकाइदिए पनि मुई मेरो तर्फबाट धन्यवाद सेवा ढोक गर्दछु रामेछाप जिल्लावासीका लागि सेब्बाकै ए बालोपछि त राखिन्छ जुन खाए अब हाम्रो माझी समुदायको चाहिँ एउटा चाहिँ जुन खाए मर्ती खेर या पर्ती खेर बिहा बटुल खेर या चाहिँ हाम्रो समुदाय शान्त जे गरे पनि राम्रोसँग माझी कि आइकि हाम्रो चाहिँ संस्कार गरेर रूपमै संस्कृति रूपमै चाहिँ अलिकति विधिगत रूपमा सिकाइयो भने तँलाई झन् खुसी लाग्छ भनेको गरेर तँलाई के गर्दा लाग्छ अब गरे त ल छ अखनसम्म गरे त अब पार गराइ कर जिम्मेवारी तँ रानी आएको छ अब मोर्लेर सकिरे जायलले तैपनि हामी जानला जति बुवा आमा सिकाइलो बुझाइलो जति जानला छ युट्युबमा हेरिके पनि होइ हिसाब किताब के गरिके जम्मै हेरिके हामी गर्ला छ अब पहिला र मान्छे त अब जानिके बुझिके आइते रहिल अखन कर त अब नेट सेट अब जम्मै कुरा मुई त बहिने पर्ल तैपनि तर पनि पर्दैन बहिने पर्ल मुई तैपनि अब नेतृत्व इतै र माझी र नेतृत्व गर्न मुई नै हो तैपनि अब सेवाकै सिकाइथे हिँडाइ तर अझ मसिन सिकाइ पर्छ अझ मसिन सिकाइ जुन तर भाषा सिकाएर चाहिँ माझीको भाषा जान्ला छ तर जान्ला मान्छे त सिकाइ पर्यो कोही जान्ला है जति पनि माझी थियो आएको छ नि 21 घर दुई कति घर आएको छ नि त्यही दूरी आएको छ त्यही दूरी घर घरलाई माझीको त सिकाइ पर्यो नि त खाइ ऊ सिकाइँदैन सिकाइन यसरी जाने सिकाइन सेवाका सिकाइन यही बोले यही बाजीले जम्मै सिकाइन बुझाइन तर कि आफ्नै माझी भाषा बात मार्नु पर्यो नि आफ्नै माझी भाषा बात मारेपछि यही बोले खेती बाजीको हो नि सोध्छन् सोध्दापछि हेरि बोले यही बाजीले तर बोले पर्ने हो कि बिहा मै अब यसलाई त अब मुइलाई नै सिकाइछ तर अलिअलि मुइलाई नै 3 विषय नै 2 विषय दुई विषय मुलाई कति बोल्नु पर्छ मलाई 2 विषय त 2 विषय के अरे 2 विषय 3 विषय 3 विषय नै 2 विषय मलाई आछ एक 20 त्यो बहिनी
विजय सक्लिन ए बाला अब सिजिङखा चाहिँ 3 भागमा 2 भाग चाहिँ तर आइछे मुइलाई आइछे तर अनेकल त बया एक भाग चाहिँ त्यो चाहिँ विषय हो कि भन्ने विषयलाई भित्र मन नै महसुस तैपनि अब तुई अहिले मुई कोसिस गर्छु गर्ला तुई अहिले मुई कोसिस गर्छु तैपनि कोही पनि हाम्रो रामेछापका जिल्ला र अहिले भने 100 नै 100 5 विषय नै 5 विषय नै मुई बराबर ल ठिक छ तर मान्छेको अब चाहिँ कतै पनि भाषा आफ्नो मान्छे जान्न मान्छेको चाहिँ सिकाइदिएको हाम्रो मान्छेको भाषा हामीले भने हाम्रो संस्कृति जोगी थियो हाम्रो संस्कृति जोगीले भने हाम्रो पहिचान जोगी थिए पहिचान कुन पहिचान जोगी थियो हाम्रो माझीको पहिचान जोगी ए माझीको पहिचान गर्ने सबै गल्ती छ आज सेपाकी थाहा पाइदियो न वही कुरो चाहिँ तँलाई किन झल्काइपर्छ क्या तर जनलाई मान्छे कि चाहिँ सिकाइ पऱ्यो नि त्यही अब तुई यो बात गरी बात सुनाइहाल्ने अब मुइलाई अब सुनाइहाल्ने अब यो विषय नै अब आइनर वर्ष नै हामी योभन्दा पनि बढ्को गर्के सेवाकै बर्खो बल्छी लजिको त बर्खै गर्न सेवालकै देखाइन नै रहेछ हाम्रो विचार सोच महाल अब तुई आइके हामीलाई त कति खुसी कति महालो कति धेरै महालो ओके अब तुई अहिले तुई भन्दा पनि अझै जान्नार बुझ्नार हाम्रो रामेछाप जिल्ला र आइदिले भने झन् खुसी हामीलाई हामी पनि कुन रहेछ कुन आछे कुन बहिनी हामी पनि विचार धारणा गरी के आएको छ जम्मै के कति आछे बाजीके हामी पनि सम्पर्क नेटद्वारा फोन गरी हामी बोलायौँ के अझै पनि हामी बड्को चाड मान्न छ ल ठिक छ जुन अब यसका चाहिँ अब बिहा दान गर्दाखेरि पनि माझीको र संस्कार तोरेसी गर्छ माझी र सरकार नै आजसम्म हिँडिरहेको छ हामी मृत्यु संस्कार माझीको संस्कार माझी र सरकार तर मृत्यु संस्कार पनि माझीको चाहिँ सुखदायी सुरादी जम्मै गर्छ जम्मै तर विधि पुग्लो पनि बुढो थाहा भएन विधि पुग्लो पुग्लो खेला चाहिँ हामी गरिदिँदाखेरि चाहिँ अब पुग्लो जस्तो गर्ला जस्तो लाग्छ अब तब पनि अब हामीलाई त अब जानलाई नै हो जानलाई नै हो सिक्न नै हो अब बुवाआमा अब रामेछाप जिल्ला छोडिके आइहाल्ने अब रामेछाप रामेछाप जति पोको पारिके आउन रहिल होइन हामी जान्ने अब हामी जाउँ अब गोठा र भैँसी बेचेको अन्न हामी कमाइके खाइन खेत साउका देपन्न उतै जाउँ भनी जितका बुवामा नाम्ला रहिल होइन हामी जाने के हाम्रो अखनसम्म हाम्रो संस्कार संस्कृति वही गरिके जीविका पास गरिके बस्ला छ एकदम ल खुसी लाग्यो त्यसलाई भेटाउने मैले सिका चाहिँ रामेछापबारी पनि रामेछापबारी आइलो रामेछापबारी पछि कञ्चनपुर जिल्लामा आइले कञ्चनपुर जिल्लामा आइके के अरे माघे समुदायको महान चाड बर्खु चाड दुर्गा पूजा मानाइ पर्छ रहेको तर सेटिङ बनाएर उनी पनि छ अहिले मानाइ पनि जाइले महालहरूले रमाइलो आफूले खुसी आउने सेन्पा खुसी हाई दाइ आफूले मलाई पनि खुसी जाले देखा अब आज चाहिँ हामी कुरो गर्दै गर्दाखेरि केही अझ बाजु जाने कुरो केही आएको छ अब मै त अब जम्मै बोलिहाल्ने मेरो आत्मादेखि हृदयदेखि अहिले कुरोहरू अब आनेलकै सोधौँ भने माझीको छोरी त हो मलाई त केही पनि आउँदैन बलिका अब हाम्रो छोरी चेली बेटिन अब टिकटक सिकटक हाल्न रहेछ हो हेरी के पनि कञ्चनपुरवासी बाजीकेन आइले भने पनि ओहो कञ्चनपुर रामेछाप जिल्लाका रहेछ भाइ बाजीकेन आइले भने पनि सबै हेरे के धन्यवाद
सेवा ढोक अँ, बालिके बोल्दै अँ, वही नै खुसी रहेछ म ल आज हामी छिका तरासिन बात मार्ने तोराका अब चाहिँ धन्यवाद मलाई पनि खुसी लाग्यो ल आज हामी छोटौँ है त ल ल त सेवा ढोक धन्यवाद यसो बन्द गरिदिनु